हेलो नमस्ते सबैजना साथीभाइहरूलाई नमस्ते। फेरि पनि मेरो युट्युब च्यानलमा सबैजनालाई नमस्ते छ, स्वागत छ। म एउटा फेरि पनि फुल्यो भन्ने एउटा भिडियो लिएर आउँदैछु। प्रिन्ट गरेको टी सर्टको भिडियो लिएर आउँदैछु। सबैजनाले लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्। पुरानो साथीहरू अनि नयाँ साथीहरूले पनि लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनुहोस्, बेल बजाइदिनुहोस् हैन। अनि नयाँ साथीहरू पनि साथी बनिदिनुहोस्, भिडियो हेरिदिनुहोस्। यो चाहिँ एउटा यो भाइहरूको यो फोटोमा देखाइरहेको भाइहरूकै एल्बम रहेछ। त्यो एल्बमको उहाँहरूले चाहिँ टी सर्ट अब एल्बम ओपनिङ गर्न लागेको कि के हो, यस्तै के होला प्रोग्राम छ भन्नुहुन्थ्यो। अनि त्यो प्रोग्राममा उहाँहरूले यो टी सर्ट चाहिँ लगाएर ओपनिङ गर्ने जस्तै लाग्यो मलाई। खासै सोध्नु त सोध्दैन। अनि उहाँहरूको यो टी सर्ट चाहिँ अलिकता इमर्जेन्सीमा नै टाइम कम्ती लिएर प्रिन्ट गर्न ल्याउनु भएको थियो। अनि हतारमा हामी त्यति धेरै कुराहरू छलफल गर्न पनि पाइएन। अनि त्यही भएर त्यति धेरै जानकारी त भएन यो टी सर्टको बारेमा। गर्न चाहिँ उहाँहरूले थुप्रै गर्नुभएको छ। अनि अब यो टी सर्ट चाहिँ उहाँहरूले लिएर उता के अरे हङकङमा प्रोग्राम गर्ने भन्दै हुनुहुन्थ्यो। अनि उहाँहरूको यो अब टी सर्टको बारेमा अब त्यति खासै यति मात्र जानकारी पाएर मैले यति नै भनिरहेको छु। अनि अब यो टी सर्टहरू चाहिँ अब हामीले प्रिन्ट गरेको छौँ। अब अरू त सबै ठिकै छ। अनि उहाँहरूको यो खासै अब धेरै जानकारी नभएको हुनाले अलिअलि मात्र बताएँ मैले। अनि ठिकै छ, तपाईँहरूले अब भिडियो हेरिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस्। उसले बिहे जिउस हेरेर गएको, उसको साथीले पनि ठिकै छ त्यतिको कलर त भनेर गएको थियो होइन। अहिले आउँदा अर्कै साथी लिएर आयो। अर्को साथीले त होइन कलर नै भएन, अलिक कलर फिल्मी कलरै भएन भन्छ। एक्सेल आयो, एम मिडियम सक्यो। अब एक्सेल अब मिडियम सक्यो। एमको गर्नु न कतिवटा गयो। माइला कटिसक्यो हो, सक्यो। ए सकेको छैन। अब कति बाँकी छ? प्रिन्ट पनि भएको छैन अझै। कति बाँकी छ प्रिन्ट गर्न चाहिँ? ए प्रिन्ट गर्न पनि अझै 2-4वटा रहेछ। हो र हे ए त्यो चाहिँ ट्राई गरेँ। मेसिन त अफ गरेछौ त मैला? मेसिन अफ गरेछौ नि? ल अब अलिकति बाँकी रहेछ। यो चाहिँ कहाँ जान्छ रे माइला? यो हाम्रो एसके भन्नाले सर्टकटमा नभन न। हङकङ? ओहो, तिमी चाहिँ कहिले जाने नि? नजाने? ए जाऊ न है, तिम्रो सिप गएपछि त। ल अब संसारभरि नै पुग्यो हो। सामान चाहिँ अब तिम्रो सिप पुगोस् न, अनि सबैजनाले सम्झन्छन् नि। यो खासै पसलमा बाहिरै बसेर बोलेको हुनाले त्यति राम्रो भोइस रेकर्ड राम्रो भएको छैन होला, बिस्तारै सुनिदिनु होला। अनि अब यति भन्दै म सबैजनालाई बिदा लिँदै, सबैजनालाई फेरि भेटौँला, अर्को भिडियोमा भेटौँला भनेर बाचाका साथ सबैजनालाई बाबाई भन्दै सबैजनासँग बिदा लिँदैछु। नमस्ते सबैजनालाई, बाबाई, फेरि भेटौँला। सक्यो।
12-15 केजी भने बढी पनि हुन्छ कि क्या 12देखि 15 केजी हुन्छ त भन्दै मैले अन्दाज जति भयो भने पनि के गर्नु सोधेमा जोक्ने हो त्यहाँ भयो